ती वरिष्ठ पत्रकारमा यत्रो वर्ष मलाई खुइलाउन बोलाउनु भएको हैन कि मसँग भएको इन्फर्मेसन लिन बोलाउनु भएको? तर तपाईँ गलत कुरा त गलत मान्नु गलत छोड्नु न। तपाईँ मलाई पहिला सरसर्ती प्रश्न गरेर घटनाक्रमहरूको बारेमा गर्नुहोस् हैन। मलाई सुन्नुहोस्, तपाईँले मलाई यहाँ हेर्नुहोस्, मैले तपाईँलाई लेखेकोमा मैले आई विल सुन्नुहोस् न। उहाँसँग बोल्न चाहनुहुन्न? बोल्ने हैन के फेस गर्नुहुन्न? म अहिले उहाँसँग फेस गर्न कुनै गाह्रै छैन मलाई। सिद्धिको त सुन्नु न, फेस गर्ने हैन, मलाई मेरो कम्प्लिट टाइम दिनुहोस्। सर आज रातभरि चलाइदिन्छु। ठिक छ हैन, कम्प्लिट टाइम दिनुहोस्। तपाईँको जानकारीको लागि म 62 घण्टा टेलिभिजन शो चलाउँछु। तपाईँले सुन्नु न, पूर्वाग्रही मसँग हुनुपर्ने कुनै कारण छैन। तर तपाईँ किन हात्तिनुहुन्छ सर? हात्तिएको छैन म हात्तिन्न। तपाईँ एउटा कुरा याद गर्नु होला, म हात्तिन्न र म तपाईँलाई यति धेरै कुराहरू भन्न आएको थिएँ नि। ल हामीसँग टाइम छ, अब कन्सन्ट्रेट सुन्नुहोस्। तपाईँले मान्दिनु भएन र मलाई अलिकति म मान्दैन। तपाईँले भने किन मान्छु म? एसपीले भनिसक्यो तपाईँ गलत। एसपीले हामीसँग अर्कै भन्नुभएको छ, मैले तपाईँलाई मैले पनि सुनाएँ। तपाईँ र मलाई भर्खर भन्नुभयो चाहिँ एसपी साहबले के भन्नुभयो, हामीले त्यस्तो कुरा कसैसँग गर्नु गरेको छैन भन्नुभयो। एसपी साहबले को भोइस मैले पनि तपाईँलाई पनि सुनाएँ, हामीसँग गर्नु भएको के मतलब भएन? न तपाईँको भोइसको मतलब न मेरो। भर्खरै उहाँले जे भन्नुभयो लेटेस्ट उहाँले के भन्नुभएको छ, उहाँले डिप्लोमेटिकली कुरा गर्नु भएको छ। हामीसँग गरेको कुरालाई तपाईँ राम्रोसँग प्रसारण गर्नुहोस्। अनि ल ठिक छ, विशाल चौधरी, चक्रदेव बडु, हेमन्ती भट्ट सबै तपाईँले गर्दा छुटेका? एकदम 17 गते पछि छुट्या छ। 17 गते पछि छुटेका छन् के अरे दुईटै जीवन राउ। अनि यिनीहरू अभियुक्त बनेका थिए? अभियुक्त बनाइएन नि, अभियुक्त नबनाइले गर्दा तपाईँले गर्दा? मैले गर्दा होइन, अभियुक्त होइन, मैले गर्दा होइन। जब गृहमन्त्रीले त्यो कुरा गर्नुभयो अनि यिनीहरूको रियालिटी हामीले हेर्दाखेरि होइन, मेरो अखबारमा छ, तपाईँले त्यो मलाई भन्नुभएको म ल्याएर आउँथेँ। तपाईँ निस्किँदाखेरि दुईवटा विषयमा माफी मागेर निस्किनु भयो होइन? मैले लेखेको दुईवटा चिज म क्षमा चाहन्छु भन्नुभयो। यो माफी माग्न तपाईँलाई यति लामो समय लाग्यो। अब यहाँसम्म आइपुग्दा अन्य कुनै विषय छन् जसलाई तपाईँ माफी माग्न चाहनुहुन्छ? स्योर? पक्का हो? र केही चिज प्रमाणित मैले गरिदिएँ भने माफी माग्नु हुन्छ नि, त्यो त राख्नुहुन्न नि कि मैले माफी किन माग्ने, म मेरो स्ट्याटस किन मेटाउने भन्ने जस्तो छैन नि तपाईँलाई? छैन। पक्का हो नि होइन? हामी निर्मलाका लागि छौँ। एउटा कुरा बिजी ठिक छ, तपाईँले जे यो रिपोर्टमा प्रस्तुत होइन, सुन्नुहोस्, गर्दै जानुपर्छ। तपाईँका कुराहरूलाई मैले जहाँनिर तपाईँले उठाउनुहुन्छ त्यहाँनिर सम्बोधन गर्दै जानुहुन्छ। मैले एक्सपेक्ट गरेको कुरा के हो भने, ठिक छ तपाईँले आफ्नो तरिकाले सुन्नुहोस् न, यहाँ सुन्नुहोस्। तपाईँले के हो भने, पहिलो कुरा के हो भने, तपाईँले यसरी होइन, खेम भण्डारी आएको छ, खेम भण्डारीसँग के छ भनेर भन्नु होला भन्ने सोचेको थिएँ होइन। त्यो भन्नु ल, हेर्नुहोस्, निश्चित रूपमा म सबै अहिलेको दर्शकहरूलाई म के भन्न चाहन्छु भने, दिलीप मेरो साला पर्छ नाताले। तर उहाँले जे भन्नुभयो होइन, दिलीपलाई कसरी बनाइयो भन्ने कुरा उहाँसँग पनि बयान छ, मसँग पनि बयान छ। तर उहाँले कसरी हेर्नुहुन्छ, मैले कसरी हेर्छु। उहाँले के भन्नुभयो, सरकारी वकिलले बदमासी गर्यो हो, तपाईँ भने त्यो सरकारी वकिलले आफैले स्वीकार गरेको म सबलाई स्पष्ट पारौँ। म सुन्नुहोस्, त्यो म स्वीकार्दैन, त्यो त्यस्तो कुराहरू सरकारी वकिलको कुरा हो। सरकारी कुरा सर क्रमशः खेमजी नातिनुस्, हामीसँग पुरै समय छ। यहाँ सुन्नु न, छ, मलाई भन्न त दिनुहोस् होइन। यो सरकारी वकिलको मात्र डकुमेन्ट होइन, यसमा छाप हेर्नुहोस्। ठिक छ भन्नुहोस् न। ठिक छ, छाप हेर्नुहोस्, कसको छ भन्नुहोस् त, भन्नुहोस्। तपाईँ यो सर्टिफाइड कसले गरेको छ यो भन्नुहोस्। तपाईँ आफ्नो कुरा राख्नुहोस् सर, त्यसपछि म मेरो प्रश्न सुन्नुहोस् न। म भन्छु अब यसमा 3टा छाप छ सर। सरकारी वकिलको कार्यालयले गरेको आवश्यक सबै छाप छ, भन्नुहोस् न। अरू जिल्ला अदालतको छाप छ, जिल्ला अदालतको छाप छ भन्नुहोस्। तपाईँले भन्नु खोजेको कुरा सर, मुद्दा नघुमाउनुहोस्। सुन्नु, मुद्दा घुमाउने होइन क्या, तपाईँहरु यसरी सुन्नु न। तयार कसले गर्छ? यस्तो कुरा हुँदैन। कसले तयार गर्छ? कसले गर्छ? प्रहरी पनि बस्छ। कसले तयार गर्छ? सरकारी प्रहरीले बयान दिन्छ। प्रश्नै छैन, नघुमाउ, स्ट्रेट गरौँ न सर। तपाईँ यो सरकारी वकिललाई मात्रै तपाईँले के मैले लेखा भने, मैले सरकारी वकिलले तयारी गरेको चिजमा छाप छ, त्यसमा के अर्थ छ? यसमा केही पनि छाप छैन, यो डकुमेन्टको कुनै लिगल भ्यालिडिटी हुँदैन। अहिले यो प्रश्नमा यो कुरा कसरी आयो? तपाईँ यो कुरा सुन्नुहोस्, तपाईँले भनेको कुरा हेर्नुहोस्। एसपी आचार्य मेरो अखबार होइन यो अखबारलाई सानो नदेख्नु होला। एसपी आचार्यले यो अखबारलाई के भन्नुभएको छ पढ्नुहोस्, के भन्नुभएको छ। प्रत्यक्षदर्शीले अनुसन्धानलाई लिड गर्दैन एसपी र ल यो प्ले गर्नु। अब सुन्नुहोस्, एसपीले भन्नुभयो सर, एसपी आचार्यको भोइस हामीसँग पनि छ, सुन्नुहोस्। ल भन्नुहोस्।
तपाईँ प्ले एसपी आचार्यले के पनि भन्नुभएको छ भने यो गलत हो, यस्तो Anyway, गर्दैन। हामीसँग भोइस छ। सुन्नुहोस्। तपाईसँग एउटा मसँग अर्को बोल्नुभयो हो मलाई थाहा छैन तपाईँसँग बोल्नु तपाईँ यति खुसी किन हुनुभएको फिस्स भनेर निर्मला अथवाको एउटा विटनेस भेट्न आँटेको कुरा गर्दा वाइ आर यु सो ह्याप्पी, वाइ यु आर शेयरिङ योर एक्सप्रेसन लाइक यु आर द विनर, तपाईँलाई यति खुसी केले दियो सर? होइन एउटा कुरा सुन्नुहोस् न, मलाई यति सुन्नुहोस् किनभने त्यत्रो खुसी किन व्यक्त गर्नुभयो भन्नु। सुन्नु खुसी होइन, तपाईँले जुन महिलालाई यहाँ प्रस्तुत गर्नुभएको छ नि, हजुर होइन हजुर, ती महिला 6 महिना अगाडि विभिन्न प्रेसहरूको कन्ट्याक्टमा पुग्यो। त्यो तपाईँलाई थाहा छैन, प्रहरीले बोकेर तपाईँले भनेको अर्कै पनि हुन सक्छ, तपाईँलाई थाहा छैन, तपाईँ त्यसमा ढुक्क हुन नहुनुहोस्। तपाईँ सुन्नुहोस् अर्को कुरा, उहाँको परिचय तपाईँलाई थाहा छ, तपाईँले भन्न सक्नुहुन्छ? रविजी तपाईँ मेरो कुरा सुन्ने कि नसुन्ने? गलत चिज कसरी सुन्न सक्छ? गलत होइन, तपाईँ एसपी आचार्य सुन्नु न, एसपी आचार्यको यो भोइस यहाँबाट प्ले गरिदिनुहोस् न। ल्याउनुहोस् न, म प्ले गरिदिन्छु। ल्याउनुहोस्, तपाईँको माइक नजिक राख्नुहोस्, प्ले हुन्छ, राख्नुहोस्। खेम भण्डारी कुराकानी गर्दा गर्दै मैले ढिलो बोलाएँ, अङ्गुरजी जीसी पनि आउनुभएको छ, म सहभागिताले म उहाँलाई पनि स्वागत गर्छु। तर तपाईँको प्रसङ्गमा म फेरि आउँछु। आजसम्म तपाईँहरूसम्म आएर पनि तपाईँहरूले फ्ल्यास नगर्नुको कारण पनि होला नि। फ्ल्यास गर्नुपर्ने कुरा त के भने इन्भेस्टिगेसन गोप्य नै हुन्छ, कुनै चिजहरू फ्ल्यासै हुँदैन। राम्रो कुरा हामी त अब इन्भेस्टिगेसनको सबै चिजहरू जसरी पहिला के भन्नुहुन्छ? के भन्नु, म अहिले प्रत्यक्ष जोडिदिन्छु नि। किन जोड्नु न, यसो गरौँ, म मास्टर कन्ट्रोल रुममा रहेका साथीहरूलाई एसपी आचार्यलाई लाइभ भनौँ, तपाईँसँग भनेको र मसँग भनेको मसँग होइन, यो मसँग भन्नुभयो होइन, हामी सबैसँग मसँग भन्नुभएको छैन सर, हामी सबैसँग भन्नुहुन्छ। सुन्नुहोस् न, सुन्नु न, तपाईँ एउटा कुरा के गर्नु भने यो तपाईँले म खेम भण्डारी भनेर भर्खर भन्नुभएको छ त्यसमा मैले होइन भने त्यो अर्कै क्लिप बजेको हो। यो मैले होइन, यो हाम्रो महेन्द्रनगरको आवाज कुञ्ज भन्ने पत्रिकाको सम्पादक अनि खेम भण्डारी भन्ने बज्यो रे भर्खर? होइन बजेन, त्यो ऊ बज्यो, रङ बज्यो पहिलाको बज्यो। हुन्छ, खोज्नु प्रसारण गर्छ सर। सुन्नुहोस्, एउटा कुरा के हो भने होइन, तपाईँहरूले जुन किसिमले यो काम गरिराख्नु भएको छ नि, होइन के काम तपाईँले आज अङ्गुरजीसी यो प्रोग्राममा आउने भन्ने तपाईँ र मेरो सहमति नै होइन। तपाईँलाई अङ्गुरजीसी चुडी खेलमा उभिएर हरेक मान्छे जवाब दिनुहोस् न, किनभने कतिपय टेक्निकल प्रश्नहरू म दिन्छु नि, मलाई जवाब दिन दिनुहोस् न, अरू पनि छन्, मलाई जवाब दिन दिनुहोस्, म दिन्छु। तपाईँ यस्तो लिगल भ्यालिडिटी भएको लाइक केही पनि होइन, ठगी हो। त्यसमा तपाईँले माफी माग्नु भएन? कुनमा माग्ने माग्दैन नि, हामीसँग भन्नुभएको छ, महेन्द्रनगरको पत्रकारहरूसँग भन्नुभएको छ। मैले एसपीको कुरा मान्नु भएन, म प्रत्यक्ष जोड्दैछु एसपीलाई। मैले कुरा गरेको छैन, मैले कुरा गरेको छैन एसपीसँग, त्यो क्लियर कट मेरो रिपोर्टरले कुरा गरेको यो मनोज भट्टले गर्नुभएको कुरा हो। ठिक छ, ल त्यो पनि सुनौ न, तपाईँको जानकारी त्यो पनि सुनौ। अब तपाईँले अर्को के भन्नुभयो भने मैले बचाएँ, मेरो स्ट्याटसले दीपक नेगीलाई बचायो, जीवन घरतीलाई बचायो, हेमन्ती भट्ट पनि भन्नुभयो होला, चक्र बडु, प्रदीप रावल बचायो भन्नुभयो, सबैलाई तपाईँले बचायो भन्नुभयो होइन? मैले फसाएँ किन तपाईँले भन्नुभयो? मैले फसाएँ बचाएँ भन्नुभयो तपाईँले, मेरो कारण नत्र 1 वर्ष हुन्थ्यो उनीहरू जेल जाने, गएको 1 वर्ष हुन्थ्यो। मैले बचाएको सब दुनियाँलाई थाहा छ। कसरी बचाउनु भयो तपाईँले? तपाईँलाई बताउँछु म। सुरुमा लास देख्ने व्यक्ति हो दीपक नेगी होइन, उहाँलाई प्रहरीले 11 गते नियन्त्रणमा लियो, 12 गते छोड्यो। तपाईँको स्ट्याटसले छोडेको होइन, प्रहरीले छोडेको। एक दोस्रो, तपाईँले जीवन घरतीको बारे भन्नुभयो, जो चाहिँ मैले मारेको भन्दै हिँडेको भनेर प्रहरीले भनेको थियो। त्यस कारणले सर 11 गते तपाईँले पक्रेको मान्छे 24 घण्टा नभई छुट्यो प्रहरीले, तपाईँले मैले छुटाएँ भन्नुभयो, गलत होइन? मैले छुटाएँ, मेरो अखबार हेर्नु भएको छ तपाईँले? हिजो भर्खर अस्ति भर्खर मेरो दिनुभएको, कसले छुटायो? खेम भण्डारीले छुटायो, कसले छुटायो? रविजी एउटा कुरा सुन्नुहोस्, मेरो कुरा सुन्नुहोस्, तपाईँ मेरो अर्को पनि गलत, मेरो हेमन्ती भट्ट पनि गलत, मेरो प्रश्न सिधाउनु दिनुहोस्। सुन्नु न, तपाईँ एउटा कुरा के हो भने पहिला मैले छुटाएँ भनेको अर्थ के हो भने मेरो अखबार पनि छ, मेरो त्यति बेला अखबारको तपाईँले भन्नुभएको म कपी ल्याएर आउँथेँ। तपाईँले हिजो अस्ति भर्खरै हप्ता दिन मेरो अखबारमा लेखेको बलले छुटेको के कुरा गर्नुहुन्छ तपाईँको अखबारमा? यस। ओहो 11 अनि कसलाई यी सबैलाई के कति गते छोडेको रे? 12 गते 11 गतेसम्म 11 गते नियन्त्रणमा लिएको थियो, 12 गते 24 घण्टाभन्दा अगाडि छुट्यो। तपाईँलाई थाहा छ 17 गतेको दिन गृहमन्त्रीले त्यो पनि भन्छु म तपाईँलाई, संसदमा दीपक र उसको बारेमा कुरा गर्नुभएको छ, जीवनको बारेमा थाहा छ? थाहा तपाईँले चाहिँ त्यसपछि थाहा भन्नु, हामीलाई थाहा छ। सुन्नुहोस्, त्यसपछि तपाईँ 12 गते छुटे कसरी भन्दै हुनुहुन्छ?
प्रहरीको रेकर्डमा चेक गर्नु होला। धेरै मानिसहरू समातिएका मध्ये उनीहरू पनि छुटेका हुन्, तर तपाईँ गएर एकपल्ट फेरि चेक गर्नु होला, आफ्नो पत्रकारहरूलाई लगाउनु होला। उहाँहरू 12 गते छुटिएको छ, गृहमन्त्रीले दिएको त्यो स्टेटमेन्ट त्यहाँ रङ छ, त्यसलाई पनि प्रमाणित गर्नु पर्यो, प्रमाणित गरिदिनु होला। तपाईँले पनि अलिकति मेहनत गर्नु होला। होइन, कति गते छोडेको? जुन दिन 17 गते गृहमन्त्रीले छोड्नु बोलेपछि छुटेको। सर, प्रहरीको रिपोर्टमा सबै चिज छ। प्रहरीको रिपोर्टको कुरा छोड्नुहोस्, यहाँ मसँग रिपोर्ट हेर्नुहोस्। एसपी साहब हामीसँग सम्पर्कमा हुनुहुन्छ। एसपी साहब नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रममा। सर, हामी प्रत्यक्ष कुराकानीमा छौँ। यहाँ दुईवटा कुरा आयो। एउटा, हामीले जुन प्रत्यक्षदर्शी भनेर खडा गरिएको व्यक्ति एउटा जो देखियो भनेर उहाँ त्यो गलत हुन्, केही होइन भनेर भन्नुहुन्थ्यो खेम भण्डारीजीले। अनि त्यसपछि उहाँले आफ्नो स्ट्याटस पनि लेख्नुभयो, प्रत्यक्षदर्शी फिस्छ। उहाँले आफ्नो खुसी अभिव्यक्त गर्दै यो बेकार भयो भनेर भन्नुभयो। उहाँको मेन न्युज पनि बन्यो, त्यो एकदमै ठुलो न्युज बन्यो। अब मलाई स्पष्ट पारिदिनु होला, उहाँ भन्नुहुन्छ तपाईँले अरू कुनै पत्रकारलाई होइन त्यो प्रत्यक्षदर्शीको काम छैन पनि भन्नुभयो। र हिजो तपाईँको र मेरो प्रत्यक्ष कुरा भएको रेकर्डिङ मैले भनेर तपाईँको अनुमति लिएर प्रसारण गरेको छु, र त्यहाँ तपाईँले भन्नुभयो हरेक चिज महत्त्वपूर्ण हुन्छ, यस्ता अफवाहहरू फैलाउने काम धेरै भइरहेको छ, यस्तो गलत चिज हो, हरेक चिजहरू प्रमाण हुन् भन्नुभएको छ। तपाईँको दुईवटा कुरा आयो। अब तपाईँले भन्नुहुने कुरालाई हामी आधिकारिक मान्दछौँ। मलाई बताउनुहोस्, ती व्यक्ति जसलाई तपाईँले बयान लिनुभयो, जी प्रत्यक्षदर्शी भनिएकी महिलाको उहाँको भनाइको अर्थै छैन, फिस्स हो? होइन, त्यो भन्दा पनि हामी स्पष्ट कुरा एउटा के बुझ्छौँ भने मैले स्पष्ट रूपमा के भन्छु भने हामी हरेक व्यक्तिको भनाइलाई इम्पोर्टेन्स दिन्छौँ। अब त्यसले अनुसन्धानमा के प्रभाव पर्छ त्यो बेग्लै कुराहरू जुन हामी डिस्क्लोज गर्दैनौँ। जब हामी अनुसन्धान कम्प्लिट हुन्छ त्यसपछि मात्र त्यो कुराहरू डिस्क्लोज गर्छौँ। तर अब यहाँनिर गएर कुनै व्यक्तिको भनाइ इम्पोर्टेन्स हो होइन भन्ने कुराहरू हामीले कसैलाई डिक्लेयर गर्ने कुरा भएन। त्यसले गर्दाखेरि मुख्य कुरा के हो भनेदेखि हामीले न विटनेस डिक्लेयर गर्छौँ, न अरू चिजहरूको कुनै हिसाबमा हामीले कुनै बारेमा त्यसलाई डिस्क्लोज गर्छौँ। हामीले त्यो चिजहरू डिस्क्लोज गर्दैन, न विटनेसले के भन्यो भन्ने कुरा पनि हामी पब्लिकलाई डिस्क्लोज गर्दैन। एउटा कुरामा त हामी फेरि एकपटक स्पष्ट स्ट्रेट फरवर्ड, जुन व्यक्ति तपाईँको सम्पर्कमा आउनुभयो उहाँ कामै लाग्दैन, बेकार हो, यसको अर्थ छैन, त्यो उहाँको च्याप्टर क्लोज भएको हो कि होइन मलाई यति बताउनुहोस्। क्लोज त कुनै पनि जब तपाईँ इन्भेस्टिगेसन क्लोज हुँदैन, कुनै पनि केस क्लोज हुँदैन। योभन्दा अगाडि भएको इन्भेस्टिगेसनलाई हामी रिइन्भेस्टिगेसन अब जो बाँकी छ त्यसलाई गर्न सक्छौँ। त्यस कारण त्यो चिजहरू होइन, अब कुनै इम्पोर्टेन्स नहुने अथवा कुनै चिजहरू कामै नलाग्ने भन्ने कुरा कुनै पनि हालमा हुँदैन। हस्, म यहाँलाई धन्यवाद दिन। तपाईँ केही यसमा टिप्पणी गर्न चाहनुहुन्छ कि? यसमा मेरो टिप्पणी धन्यवाद दिन चाहन्छु। सुन्नुहोस्, हाम्रो रेकर्डिङमा हामीलाई भनेको उहाँले क्लियरली यसले लिड गरेन हो। कति खुसी हुनुभयो तपाईँ, फिस्स भन्नुभयो। होइन, सुन्नुहोस् न, तपाईँहरूको यो प्रायोजित कुराहरूमा जो लागिराख्नु भएको छ नि रविजी, डोन्ट युज दैट वर्ड। होइन, सुन्नुहोस् न, तपाईँ अहिले सुन्नुहोस्, तपाईँ सुन्नुहोस्, यहाँ तपाईँलाई मैले यो प्रोग्राममा आउने एउटा कन्डिसन के राखेको थिएँ? सोलो कहाँ सोलो लेख्नु भएको छ देखाउनुहोस्। तपाईँले गलत मलाई यति झुट बोल्नुभयो। त्यो दिन तपाईँलाई मैले फोन गरेँ इन्टरभ्यूमा, मैले बल्ल फोन पाएँ भन्नुभयो, मेसेज पठाएँ तपाईँले, सर। अनि तपाईँले भोलिपल्ट रविजी आई एम सरी आई मिस्ड योर मेसेज, फेरि तपाईँलाई बोलाउन मेसेज गरेँ। सुन्नुहोस् सर, तपाईँलाई भने तपाईँले के भन्नु, फेरि पनि मेसेज भोलिपल्ट हेरेँ तपाईँ आउनुहुन्छ कि आउनुहुन्न भने बल्ल तपाईँले शर्त राख्नुभयो। तपाईँले के शर्त राख्नुभयो? सुरक्षाको लड। तपाईँ यति वरिष्ठ पत्रकार भन्नुहुन्छ, आफूलाई ज्यानको खतरा छ भने नजिकैको प्रहरी कार्यालयमा अथवा जिल्ला प्रशासन कार्यालयमा गएर मलाई ज्यानको खतरा छ भनेर एउटा निवेदन दिनुपर्छ। हेर्नु होला नि त, मलाई बोलिहाल्नु पर्छ। निवेदन दिनुभयो? कति आएका दिनुभयो, त्यति थाहा छैन तपाईँलाई? दिने हो। पहिलो कुरा त म तपाईँलाई के भन्छु भने यसरी अनएथिकल काम गर्नु हुँदैन प्रोफेसनली। सुन्नुहोस्, के चिज अनएथिकल? तपाईँ सुन्नुहोस्, तपाईँले पहिलो कुरा सुन्नुहोस्, म यहाँ कुरा राख्न आएको हो, म तपाईँको अगाडि सफाई माग्न आएको होइन। अनि हामी अहिले के गरिरहेको छौँ सर? तपाईँले मलाई के गर्नु पर्थ्यो भने सबभन्दा पहिला तपाईँको सोमा अङ्गुरजीसी पनि आउँदै हुनुहुन्छ भनेको अर्को तयारी गरेर आउँथेँ, राइट? अङ्गुरजीसीलाई तपाईँलाई मैले उहाँलाई फेस गर्न सक्नुहुन्न? म सक्छु। आउनुहुन्न थियो भनेर अहिले त्यस्तो हुँदैन, लुकाएर कुरा हुँदैन। सुन्नुहोस्, यहाँ लुकाएर कुरा हुँदैन, एथिक्समा काम गर्नुहोस्। सुन्नुहोस्, अर्को कुरा के हो भने हिजो मैले तपाईँलाई जो 4-5वटा इमेल मैले दिपकजीकोमा पठाएको छु, सुन्नुहोस्, हजुर तयार छ। त्यो तपाईँले ब्रोडकास्ट यो ट्रान्समिसन हुनुभन्दा पहिला पास किन गर्नु अङ्गुरजीसीलाई? कसरी पास गरेँ मैले? तपाईँलाई कहाँबाट थाहा भयो मैले पास गरेँ भने? तपाईँले कहाँ देख्नु भएको छ? मलाई देखाउनुहोस्। अङ्गुरजीसीले मलाई मेरो गुगल ड्राइभ ट्राई गरेपछि मलाई इन्फर्मेसन देखाउनुहोस् न। हेर्नुहोस्,
नेट अघि देखाउनुहोस्। हेर्नुहोस्। यसै पनि त्यो कुनै ठुलो कुरो चाहिँ होइन, तै पनि देखाउनुहोस्। किन होइन? धेरै ठुलो कुरा किन होइन? किन होइन भने कस्तो कुरा गर्नुहुन्छ तपाईँ? किन होइन? सर टेलिभिजनमा देखाउनु सुन्नुहोस्। पठाउनु भएको चिज क्रस भेरिफिकेसन किन गराउँदिनँ म? एमएल जोशीलाई किन, आइजीलाई देखाउँछु, दीपकजीलाई आज मैले दिउँसो इमेलमा कुरा गरेको छु दीपकजीसँग। के कुरा गर्नुहुन्छ तपाईँ? देखाउनको लागि हो त्यो, किन लुकाउनु पर्यो तपाईँलाई? के छ देखाउनुहोस् न त, के भयो त? देखाउने होइन, ब्रोडकास्ट नहुँदै कसैलाई चाहिँ देखाउने होइन। मेरो स्पेसली जसलाई मैले सर कहाँ पक्नुस् यहाँ। टेक्स्टले दिँदैन मलाई एउटा कुरा बताउनुहोस्। तपाईँले दिनुभएको भिडियो, यो भिडियो एक्सक्लुसिभ, कसैलाई नदेखाउनु होला, कसैलाई सेयर गर्न पाइँदैन भनेर भन्नुभएको छ। सुन्नु न, तपाईँ अङ्गुरजीसी यो प्रोग्राममा आउँछ भनेर मलाई इन्फर्मेसन सहित नदिने, तपाईँलाई प्रब्लम छैन भन्नुभयो भने प्रब्लम छ भन्नुहोस् न, म अहिले भर्खरै चेन्ज गर्छु। तपाईँ मलाई त्यो इन्फर्मेसन सहित नदिने, त्यो हिसाबले म मेन्टालिटी सर अरू धेरै छन्, तपाईँ प्रतीक्षा गर्नुहोस्। आज हामी तपाईँको लागि काम गरिरहेको छैनौँ सर। सुन्नुहोस् न, हामी म पनि एउटा कुरा, तपाईँको कुनै पनि क्वेसनबाट म डराउँदैन र मसँग मलाई डर छैन। ल आउनुहोस्, मेरो कुरा सुन्नुहोस्। पहिला म सबै प्रेजेन्ट गर्छु, त्यसपछि तपाईँले मलाई तपाईँको भिडियो पनि हामी राखेको छ भन्नुहोस् न। म भन्छु, म भिडियो देखाउनु ठाउँमा भिडियोमा छु, मलाई टोटल प्रेजेन्ट गर्न दिनुहुन्छ? सर यसै बस्छु म। ल ओके, ल म सुरु गर्छु। एउटा कुरा जोडौँ है, मैले टेक्निकल कुनै चिजहरूमा उल्झान आउला भनेर मैले सुन्नुहोस्, म नन स्टप जान्छु, ठिक छ? मेरो नसिब दुई दिनसम्म तपाईँ इन्टरफेयर नगर्नुहोस्। यो मैले यो सबै डकुमेन्टको मसँग यहाँ रिफरेन्स पनि छ। ल ठिक छ, मैले ल्याएको छु। म कुन भिडियो बजाउन चाहनुहुन्छ? सुन्नुहोस्, अहिले होइन, म पहिला यो पब्लिक मेरो अडियन्स न्युज 24 को सम्पूर्ण अडियन्स, तपाईँको अडियन्सलाई एउटा कुरा गर्छु। म जे बोल्ने छु तथ्यमा आधारित बोल्ने छु अब है। र तपाईँले यो मेरो हातको डकुमेन्ट नसकिएसम्म तपाईँ बोल्नुहुनेछ। कति पेजको छ सर हेरौँ? पेज 6-7 पेज। तर कुनै चिज सेन्सलेस भएन मलाई इन्टरप्ट गरिदिनुहुन्छ? हुन्न, मेरो सुन्नुपर्छ तपाईँ। गो हेड, सुन्नु। म यसलाई अलिक धेरै इन्टरप्रेट गर्दैछु। ठिक छ, हेर्ने दर्शकहरूले मूल्याङ्कन गर्नुहुनेछ। हेर्नुहोस्, अब 1 वर्ष पुरा भयो, म 1 वर्ष त्यो ठाउँमा छु, ठिक छ? 1 वर्षमा मैले जे देखेँ र मैले फेसबुकमा जे लेखेँ, मैले लेखेका कयौँ चिज गलत पनि हुन सक्छन्, मैले देखेका कयौँ चिज गलत पनि हुन सक्छन्, मैले बोलेका कयौँ चिज गलत हुन सक्छन्। हेर मैले चाहिँ फेसबुकमा लेखेका कुराहरू पनि धेरै गलत हुन सक्छन्, म एक्सेप्ट गर्छु। मेरो धारणा कुनै पनि कुरा मान्ने हुँदैन, ठिक छ? ठिक छ? के मात्रै मान्य हुन्छ भने चाहिँ मैले जुन कुरा बोलेको छु त्यो कुरा कुनै न कुनै डकुमेन्टले जस्टिफाइड गर्नुपर्छ, ठिक छ? सारमा है मैले बोलेँ, ठिक छ? कहिलेकाहीँ मलाई पनि, म पनि मान्छे हुँ, अलिकति रिस उठ्छ, लेखिदिन्छु या बोलिदिन्छु होइन, त्यो मेरो मानवीय त्रुटि कमजोरी हुन्छ, ठिक छ? तर ओभरअल मैले बोलेका कुराहरू जस्टिफाइड हुनुपर्छ। र त्यो जस्टिफिकेसन भनेको अदालतमा प्रमाण लाग्ने चिजहरू सबै जस्टिफिकेसनका स्रोतहरू हुन्, ठिक छ? त्यस कारणले मैले आफ्ना कुराहरूलाई जस्टिफाइड गराउनका लागि एउटा गरेको छु। विशेष गरेर म यहाँ तपाईँहरूको टाइम आज पुरा टाइम दिन्छु भन्नुभएको छ, मेरो कुरा सुन्नुहोस्, त्यसपछि तपाईँहरूको आरोपमा खेप्न तयार। तर तपाईँ के चाहिँ नबोल्नुहोस् एउटा भने, तपाईँ अहिले पत्रकार होइन, तपाईँ मेरो अतिथि हो, प्रश्न सोध्ने काम मेरो हो। म प्रश्न होइन, म व्याख्या गर्दैछु, व्याख्या गर्दैछु। प्रश्नको जवाब सुन्नुहोस्, म व्याख्या गर्दैछु। अब म सुरु गर्छु, तपाईँले अघि नै सुरु गर्नुहोस् भन्नुभएको छ। भन्नुहोस्। प्रमाण मेटाएको कुराहरूमा जान्छु म। यहाँ कसैलाई आरोप, अघि नै मैले भने आरोप प्रत्यारोप नगरौँ, व्याख्या नगर्नुहोस्, मसँग छ त्यो होइन। हजुर, प्रमाण मेटाएको कुरा गर्छु। 2075 साल साउन 11 गते उखुबारीमा शव खोज्न रेड क्रस बागफाटा रोडमा आवत जावत गरिरहेकोहरूको सङ्ख्या, ठुलो सङ्ख्या सर्वसाधारण प्रयोग गरी खोजी कार्य गरियो है। ठुलो सङ्ख्यामा चाहिँ त्यहाँ पुलिसको कुनै रिजर्भ फोर्स ल्याएर काम गरिएन। एक, त्यहाँ सिन इन्भेस्टिगेटरहरू, सिन एक्सपर्टहरू, मर्डर सिन या क्राइम सिन इन्भेस्टिगेटरहरू ल्याइएन। कसलाई लगियो? जनतालाई उतारियो। बाटोमा आएको रोकेको जनताहरू। त्यो टेलिभिजन सर्ट माउन्टेन टिभीमा छ। एक होइन, यो माउन्टेन टिभीमा छ। खोजी गर, जसबाट अपराध भएको थाहा थियो पहिले पुलिसलाई, के अपराध भएको थियो, त्यस कारणले पहिले त खोज्न पो गए त मान्छेहरू। घटना होइन, लास खोज्न गएको, साइकल जहाँ होला त्यही लास होला भनेपछि गएको। एक, यो मैले भने होइन, ठिक छ? जसबाट सम्भावित प्रमाणहरू सुरक्षित रहन सकेनन् भनेर कसले भने थाहा छ? भन्नुहोस् न। राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञ समूह टोलीको प्रतिवेदनले
मसँग यहाँ राष्ट्रिय मानवाधिकार आयोगको मैले हाइलाइट गरेको छु, तपाईँ हेर्न सक्नुहुन्छ। ठिक छ, नेक्स्ट। यहाँ मसँग डकुमेन्ट छ। नेक्स्टमा जानुहोस्।